पहिला यो भन्नु चाहेको हुनु चाहिँ हामी अस्ति पहिला धर्म परिचय चाहिँ यो किताबदेखि चाहिँ भनेको हो त्यस 1 घण्टा जति यो अनि 1 घण्टा चाहिँ धर्म अभ्यास विषयमा चाहिँ दैनिक अभ्यास यहाँदेखि मैले धर्मदेशना गरेको हो तर मैले यसो हेर्दाखेरि अहिले एकमा दिउँसो पनि हो खाना खाएर आएको छ अलिकति खर्च न्योप्तोलो खर्च अल्सी अलि हुनु सक्छ त्यसमाथि फेरि यो अलिकति गाह्रो पनि छ त्यसो कारणले पहिला चाहिँ सजिलो चाहिँ अनि त्यो गर्यो भने राम्रो होला जस्तो लाग्छ त्यसो कारणले पहिला सानो किताब चाहिँ हेर्नुस् ल सानो किताब चाहिँ हेर्नुस् चेरेसीको दैनिक अभ्यासको त्यो चाहिँ हेर्नुस् होला अब सुरु गर्छु है अब हिजो भनेको दोस्तो धर्मदेशना गर्नु बेलामा हामीले पहिला पूर्व अभ्यास राम्रो गर्नु पर्यो त्यसपछि मूल विषय राम्रो हुनु पर्यो त्यसपछि अन्तिमको प्रार्थना राम्रो हुनुपर्छ त्यस कारणले पहिला अनि हामीले पूर्व अभ्यास चाहिँ हामी सबैले राम्रो गरौँ है नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा एकछिन है तपाईहरु कोहीहरु नआउने हो भनेदेखि यहाँ हेर्यो भने हुन्छ यहाँ टिप्टी पढ्नु आउनुहरुले यही हिजो मैले यही लेखेको छ नि नम्बर 4 मा हेर्नुस् त 4 नम्बरमा 4 नम्बर 4 मा छ पायो 4 लस गुरुहरु यहाँ आउनुस् यहाँ ध्यानमा ल फेरि सँगै हो है त ल किताबमा हेर्नुस् किताबमा यो नम्बर 4 को 2 लाइनमा छ नि 2 लाइनमा नमो तस्सा भनेर छ नि हो नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमः संघाय संघे 강계 투지 녀손네 따와 탐제 방배 칠 담배 춘네 던제 고담 데라 차체로 상계 최당 속에 총남라
장주 바르도 나네 계수치 다게 진소 기베 속남기 돌라 펜저 상게 두바라 상게 최당 속게 총남라 장주 바르도 나네 계수치 다게 진소 기베 속남기 돌라 펜저 상게 두바라요 상게 최당 속게 소남게 돌라 벤저 상기 조바라쇼 셈제 탐제 대와당 대외교 렘바라 교르지 셈제 탐제 동알게 교다 잘와라 교르지 셈제 탐제 동알라 메베 mendrawa gyurje semjen tangje nire chakta nita je tanyamla nebara gyurje page number 6 ma chani kalo to balu sen korneu oi pende jungne temba darshinge tenzen kipo tangje kongkam lüjen kunla digi jungwe sangye temba tado 개교로지 अब पूर्व अभ्यास चाहिँ सक्यो अब अस्ति भनेको दोस्तो मोबाइल फोन चाहिँ स्विच अफ गर्नुस् डिस्टर्ब हुन्छ है अनि कुरा नगर्नुस् राम्रो गरेर सुन्नुहोस् अब हिजो हाम्रो यो दैनिक अभ्यास चाहिँ कहाँ पुगेको छ भनेदेखि यो छो विशेष सूची थियो नि धाङ्बो दावे नेन्जो उड्ने बेलाको योग साधना दोस्रो ठुगी नेन्जो स्नान योग साधना तेस्रो सुम्बा थुङ्गी नेन्जो तेस्रो साधना सन योग विधि शिवा सदुंगी नेंजो भोजन सेवन को योग साधना ngapa nyalwi nenjo shayan योग साधना ठुपा थुइसिंगी नेंजो अन्य समयको योग साधना भनेर छोड थियो त्यसमा पहिलो चाहिँ हामी सक्यो आज चाहिँ दोस्रो विशेष सूचीमा पुगेको छ त्यो चाहिँ कहाँदेखि सुरु हुन्छ भने पेज के रे काफी लग रहा है पेज नंबर 9 पेज ला काफी लग रहा कट मारो पेज ला लग रहा पाना नंबर के रे 9 नंबर पानामा चाहिँ हेर्नुस् त्यसको अनि लाइन चाहिँ चौथोमा छ है सबै पायो अनि त्यो कलम पनि तयार गरेर राख्ने कलमहरू अहिले यहाँ चाहिँ आगम पनि दिँदैछ भाग्य पनि दिँदैछ त्यो मात्र नभएर हामीले स्कुलमा पढेको जस्तो गरेर धर्म शिक्षा पनि दिँदैछ त्यसको कारणले नोटहरू गर्ने अब यहाँ चवी सचे नेपा ठुकी नेन्जोर भनेको छ चवे सचे भने चाहिँ मूल विषय सूची भनेको निपा भने चाहिँ दोस्रो ठुकी नेन्जोर भने चाहिँ स्नान योग साधना भनेको अब अहिले यहाँ आयो नि चवे निपा ठुकी नेन्जोर अब यहाँ तपाईहरु नि बिस्तारै आँखाले यसो हेर्ने मैले बिस्तारै पर्छ नि ठुछुथे भने चाहिँ स्नान गर्नु बेलामा प्रयोग गर्ने पानीलाई ठुछु भन्छ है ठुछुथे रङ्मे भने चाहिँ आफ्नो खुसीले मानेको भनेको यदङ्गी ला भने चाहिँ इष्टदेव चौ भने चाहिँ मूल यदङ्गी ला चौ भने चाहिँ
मूल इष्टदेव भनेको धीर थुकाने भने चाहिँ उहाँको चित्तद्वारा भनेको ट्रेपे उहाँलाई भने चाहिँ उहाँको चित्तद्वारा अनि खर्सा ट्रेपाला बनाएको अनि के अरे टुल्पा टुल्कुल खर्सा चाहिँ लाग्यो निर्माण भएको रे निर्माण गरेको इष्टदेवको चित्तद्वारा निर्माण गरेको थुकाने ट्रेपे वाङ्गिल्हा भने चाहिँ अभिषेकको अनि देवा इष्टदेवहरू वाङ्गिल्हाई छाक्तु भने चाहिँ उहाँहरूको हातमा योपे भने चाहिँ भएको फुम्बे नाङ भने चाहिँ क्लेश कलाश उहाँहरूको हातमा चाहिँ कलाश बोकेर बसेको छ भनेर सम्झिनुपर्छ फुम्बे नाङ्गी दुजुर्मे भने चाहिँ उहाँहरूको हातमा भएको कैलाशको भित्र भएको पानी हो भनेर सम्झिनुपर्छ भनेको छ बिहान हामीले स्नान गर्नु बेलामा मुख सुख धुनु बेलामा त्यो धुने पानी चाहिँ अनि आफूले मानेको इष्टदेवको चित्तद्वारा भएको अभिषेकको अनि देवादेवीको हातमा भएको क्लेशको भित्रको पानी हो भनेर चाहिँ सम्झिनुपर्छ फुम्बे नङ्गी द्विजिर भने चाहिँ अमृत म भने चाहिँ भावना गर्नुपर्छ भन्यो त्यो अमृत हो भनेर विचार गर्नुपर्छ भावना गर्नुपर्छ मेलास थेने त्यसपछि वाङसुवे मिक्पा भने चाहिँ अभिषेक लिएको जस्तो गरेर भावना गर्नुपर्छ भनेको वाङसुवे मिक्पा तब छेने छुते लागी लाङबना भने त्यो पानी चाहिँ हातमा हामीले लिँदाखेरि थोङमर भने चाहिँ पहिलो लम छोक्सुम ल नेसुम छे गुरु र अनि बुद्ध धर्म सङ्घ रत्नलाई तीनचोटि चढाऊ भनेको पानी चाहिँ पहिला आफैले प्रयोग नगरेर त्यो पानी चाहिँ पहिला गुरु त्रिरत्नलाई चढाउने त्यसपछि थेने भने चाहिँ त्यसपछि थेने भने चाहिँ त्यसपछि अनि नाक्तु भने चाहिँ आफ्नो वजनमा र आफ्नो वाक्यद्वारा ओम आ हुङ भनेर तीनचोटि अनि जाप्नुपर्छ पाठ गर्नुपर्छ ओम आ हुङ अब यो कालो अक्षर ठुलो बनाएकोहरू चाहिँ पाठ गर्ने हो त्यसो कारणले कालो ठुलो बनाएको अब यो चाहिँ आगम छ त्यसो कारणले म यो भन्छु तपाईहरु दोहोरेर भन्नुस् ल ओम आ हुङ ओम आ हुङ ओम आ हुङ अब यो ओम शब्दले के चिनाउँछ भनेदेखि सर्व बुद्धहरूको काया आले सर्व बुद्धहरूको वाक्का हुङले सर्व बुद्धहरूको चित्त त्यसरी हामीले बुझ्नुपर्छ ओम आ हुङ से जुकिन भने चाहिँ त्यस्तो बोल्दै गरेर मुखबाट त्यो पाठ गर्दै गरेर जुकिन रङकी भने चाहिँ आफ्नो लुङा यसुम भने चाहिँ काया वाका चित्तको क्षमा भने चाहिँ पाप दोषहरू क्षमा थाप्पे मेबछा भने चाहिँ शुद्ध भयो भनेर सम्झिनुपर्छ भावना गर्नुपर्छ भनेको क्षमा थाप्पे मेबता चेते ठुई छा ओ स्नान गर्नु बेलामा मुख सुख दुनु बेलामा चाहिँ यसरी भावना गरेर दुनुपर्छ भनेको छ राम्रो छ नि है यसरी गरेर ठुई छा थेने भने चाहिँ त्यसपछि छोखाङ भने चाहिँ अनि छोखाङ भने चाहिँ पूजा कोठामा छोखाङ हम ट्याब्युलकी दिन्दो भने चाहिँ
सर्नेहरूको अगाडि सोङ्ने भने चाहिँ गएर लाङ्छा बुल भने चाहिँ बिहानमा उठ्नेको अनि ढोक चाहिँ गर्नुपर्छ भनेको छ लाङ्छा बुल खोपे त्यस कारणले ठेगु छेम्बु भने चाहिँ आधार सम्मान र अनि के रे विश्वास ठुलो विश्वासले महा आदर सम्मान र विश्वास गरेर ठेगु छेम्बु नाक्तु भने वचनमा पाठ गर्ने चाहिँ छक्छल के nga भने चाहिँ डोम्नु बेलामा अनि पाठ गर्नुपर्ने मन्त्र छक्छल के nga त्यो चाहिँ पहिला बोल्नु भन्नुपर्छ रे अब यो कसरी भन्ने भनेदेखि ओम नमो मन्जु श्रीय नमा सुश्रीय नमा उत्तम श्रीय स्वाहा भनेर अब भन्नुस् ल सँगै ओम नमो मन्जु श्रीय नमा सु श्रीय नमा उत्तम श्रीय स्वाहा शे दङ्गिन छाक्सुम बेलो तीनचोटि ढोक्नुपर्छ अब यहाँसम्म चाहिँ छवटा विषय सूचीको भित्र दोस्रो चाहिँ सक्यो है दोस्रो चाहिँ के रहेछ स्नान योग साधना यहाँसम्म सक्यो सबै बुझ्यो है अब तेस्रो आयो चावे साचे सुम्बा भन्ने छ चावे चावे भने चाहिँ मूल भनेको साचे भने चाहिँ विशेष सूची सुम्बा भने चाहिँ तेस्रो तेस्रो विशेष सूची चावे साचे सुम्बा थुङ्गी नेन्जोर भन्ने चाहिँ यहाँ के अरे साधना संयोग भन्छ साधना संयोग थुङ्गी नेन्जोर साधना संयोग अब मतलब चाहिँ के हो भनेदेखि अब साधना गर्ने मूल के अरे विशेष गरेर साधना गर्ने समयलाई अनि थुन भनेको थुन भने नेन्जोर भने चाहिँ योग अभ्यास भनेको नेन्जोर भने चाहिँ योग र अभ्यास सबै सजु सुम्ब थुङ्गी नेन्जोरला सुम ngondo ta ngishi juktu chidara chawe chulo भनेको छ तपाईहरुले अनि साधना गर्ने समयमा साधना गर्नु बेलामा तीनटा कुरामा चाहिँ ध्यान दिनुपर्छ भनेको छ तीनटा कुरा चाहिँ के हो ngondo भनेर चाहिँ तीनटा कुरा चाहिँ के हो ngondo भन्ने चाहिँ अनि पूर्व अभ्यास हामी साधनाको समयमा तुरुन्त साधना गर्नु हुँदैन तुरुन्त ध्यान गर्नु हुँदैन त्यसको पहिला पूर्व अभ्यास चाहिँ गर्नुपर्छ त्यसको कारणले ngondo भने चाहिँ पूर्वाभ्यास मुशी भने चाहिँ अनि मूल विषय जुक्तु भने चाहिँ जुक भने चाहिँ अनि अन्तिमको अनि अभ्यास है त्यस्तो तीनटा ngondo मुशी जुक्तु छिदर छावे छुल भन्छ ताङ्बोला भने चाहिँ त्यो तीनमा पहिलो पूर्व अभ्यास गर्नु बेलामा भनेको छ अब पूर्व अभ्यास गर्नु बेलामा चाहिँ हामीले जान्नु पर्ने साधारण अब ठुलो गुरुहरू धेरै त्यो के भन्छ ज्ञान भएकोहरू चाहिँ योहरू सबै एक गरेर जानु पर्दैन उनीहरू त ngondo बुमहरुदेखि सबै गरिसक्यो कारणले यो जानु पर्दैन अब हामी जनताहरूले योहरू सबै थाहा हुनुपर्छ सिक्नुपर्छ त्यसो कारणले यो भित्र चाहिँ के अरे पूर्व अभ्यासमा कति छ भनेदेखि 1 2 3 4 5 नम्बर 5 सम्म छ है गर्नुपर्ने 5 वटा रहेछ पूर्व अभ्यासमा अहिले यो किताबद्वारा भन्यो भनेदेखि कति रहेछ 5 वटा कुरा ध्यान दिनुपर्ने 5 वटा अभ्यास अब त्यसमा पहिलो चाहिँ के रहेछ मनखतन्याबे सिमजे थम्जिगी थेन्दु तागी जोबे संगिगे कोबारो मजि चिनेगा थोबर छ
대체도 나기 저런 죽순기 냠내는 저거 차우냠도 삼신 데 भन्ने पहिला यो पाठ गरा रे पाठ मात्र हैन पहिला विचार पनि गर्ने मनको भित्र विचार गर्दै गर्दै अनि हाम्रो मुखदेखि त्यो पाठ चाहिँ गर्दै गरेर जानुपर्छ है यहाँ सुन्नुस् है बौद्धको धर्म चाहिँ मूल मनले गर्ने धर्म हो त्यसो कारणले जीवले गर्ने धर्म र अनि वचनले गर्ने धर्म त्यो दुईसँग मनले गर्ने धर्म सँगै सँगै जानुपर्छ त्यो नभएदेखि अनि के हुन्छ मन चाहिँ रिस र क्लेशमा जाने फेरि जीवदेखि धर्म गरेको जस्तो वचनद्वारा अनि धर्म गरेको जस्तो हुन सक्छ त्यसो कारणले बुद्धले के भनेको छ ठेन्दा सिसिन डेम्बाई भनेको छ जहिले पनि आफ्नो मनलाई हेरेर मनद्वारा धर्म गर्नुपर्छ भनेको छ त्यसो कारणले यहाँ अब पहिला चाहिँ यो मनको भल मनको सोच राम्रो एउटा बनाउँछ यो कस्तो हो भनेदेखि मन नाखता न्याम्बे अब यो मा भने चाहिँ यो बौद्ध धर्ममा खास गरेर महायान धर्ममा चाहिँ सर्व प्राणीहरू आफ्नो आमा भइसकेको हो भनेको छ त्यसो कारणले यहाँ मा भनेको आमा भनेको सर्व प्राणीहरू आफ्नो मेरो आमा जस्तो हो भनेको मा अब सर्व प्राणीमा कति छ भनेदेखि नम्खा न्याम्बा भनेको छ जति आकाश छ त्यति होइन जति आकाश खर लगे ख्यापा नामका ख्यापा नामकेगी थाता न्याम्बा नामकेगी था खावा योरे लाना त चिए खर यो मरो जस्तै स्पेसको आकाशहरु अथाह छ त्यसको यहाँसम्म हो भन्ने छैन त्यसरी नै प्राणीहरु त्यतिकै व्याप्त छ आकाशसम्म प्राणीहरु पनि त्यति नै रहेको छन् नम्खा ल था मे लदु आकाशको अन्त छ ओ यो आकाशलाई अन्त नभएको दोस्तो प्राणीले पनि यतिसम्म छ यति छैन भनेर चाहिँ अनि अन्त छैन रे त्यसो कारणले नम्खाता न्याम्बा भनेको आकाश दोस्तो मा नाखाता न्याम्बे सिमजे थम्जे भने सर्व प्राणी सिमजे थम्जेको धन्धु भने सर्व प्राणीको हितको लागि सर्व प्राणीको लागि सिमजे थम्जेको धन्धु धाकी भने चाहिँ मैले जोपे सांगिकी कोपाङ भने चाहिँ बुद्ध भूमि बुद्धको पात बुद्ध भूमिको पात सांगिकी खोपाङ रिम्बुछे भन्ने चाहिँ रत्न चिने क्याउ थोपर छ भने चाहिँ मैले बुद्ध भूमि रत्न दोस्तो बुद्ध भूमिको पात चाहिँ मैले प्राप्त गर्छु चिने क्याङ भने चाहिँ निश्चित रूपले जसरी पनि भनेको थोपर छ भने चाहिँ प्राप्त गर्छु भनेको चिने जसरी पनि मैले बुद्धता प्राप्त गर्छु भनेको थोपर छ धी छेतु भने चाहिँ त्यसको लागि बुद्धता प्राप्त हुनुको लागि भनेको धी छेतु दाकी भने चाहिँ मैले दाकी जोर्मो जुक्सुङ जोर भने चाहिँ ngondo हो अघि भन्नु नि पूर्वाभ्यास जोर भने चाहिँ पूर्वाभ्यास मूल भने चाहिँ मूल विषय जुग भने चाहिँ अन्तिमको अभ्यास त्यो तिनको अभ्यासहरू म गर्छु भनेको जोर्मो जुक्सुङगी न्याम्ने ला जुपर छाउ न्याम्दो समसिङ भने चाहिँ विचार गर धन भने चाहिँ मुखदेखि पाठ गर समसिङ भने चाहिँ मनदेखि विचार गर धन भने चाहिँ मुखदेखि पाठ गर भनेको थाहा भयो यो दुईटा सँगै जानुपर्छ समसिङ धन सोचेर बोल सोचेर भना नसोचेर भन्नु हुँदैन भन्नु है यहाँसम्म पहिलो दोस्रो अहिले पूर्व अभ्यासमा 5वटा छ अभ्यास अब यो पहिला सक्यो दोस्रो थेने भने चाहिँ त्यसपछि नेकङ छिदुर्चे नेकङ भने चाहिँ आफ्नो बस्नु ठाउँ आफ्नो घर
अब यो ध्यान अभ्यास गर्नु हो भनेदेखि ध्यान केन्द्र हुन्छ जो होस् आफ्नो बस्नु ठाउँ थेन्ने नेखाङ छिदोर छेते छिदोर भने चाहिँ साफ सफा रहे साफ सफाई गर्नु भनेको सरसफाई है छितोर हुनु यसको शब्द के हो छि भने चाहिँ त्यो दुल्लुदेखि लिएर त्योहरू सबै एक कट्ठा एक खसा कट्ठा रुगरुक सेवा एक ठाउँमा पक्को पार्नेलाई छि भन्छ थोर भने चाहिँ बाहिर फ्यालेको है छिथोर त्यो थेन्ने नेकाङ छिथोर छेते कुसुङ थुकी तेटम भने चाहिँ अनि गुरु बुद्ध इष्टदेवहरूको काया वाका चित्तको तेन लखर्छ कुसुङ थुकी तेन चिनाउने साइम्बल प्रतीक बुद्ध धर्म सङ्गठनको प्रतीक लग्यो न सङ्गठनको त्यो तेनाहरू चाहिँ अनि सबै राखा भनेको छ कुसुम थुकी त्यहाँ डाम्बलास अब यदि हामीले सरसफा गर्नुपर्छ भनेदेखि सरसफा गर्नु बेलामा कसरी गर्ने भनेदेखि छितुरो छेकप भनेको छ सरसफा गर्नु बेलामा भनेको सेमजे थम्जेगी दिग्दिसु थाक्पे मेबाचेतेस आफ्नो मनको भित्र सेमनाङ भन्ने चाहिँ आफ्नो मनमा भनेको सिमजे थम्जेगी भने चाहिँ सर्वपानीहरूको दिग्दिप्सो थाक्पा भने चाहिँ पाप र दोषहरू सबै त्यसको सबै नष्ट होस् भन्ने विचार गरेर भनेको भावना गरेर दिग्दिप्सो दिग छ नि दिग भने चाहिँ पाप डिप भने चाहिँ दोष है पाप र दोषहरू दिग्दिप्सो थाक्पे भने चाहिँ शुद्ध भयो भनेर मेपा भने चाहिँ भावना मेपा छेतेस सम्झेर विचार गरेर मेपा छेतेस नाग्ने भने चाहिँ मुखदेखि के पाठ गर्नुपर्छ दुल्पाङ ठिमापाङ भनेर चाहिँ पाठ गर्दै गर्दै अनि हामीले त्यो छाङमाल खर्सा हजुर कुचो लाउनुपर्छ रे यहाँ हेर्नुहोस् है आफ्नो घरमा होस् यो गुम्बामा होस् कुचो लाउनु बेलामा मनमा के सोच्नु पर्यो सर्वपानीहरूको पाप र दोषहरू सबै नष्ट होस् भन्ने सम्झिने मुखबाट के भने दुल्पाङ ठिमापाङ भनेर चाहिँ भन्दै गर्ने होला सो से दुङ्किन छितोर छ दुङ्किन भने यसरी पाठ गर्दै गर्दै कुचो लगाऊ भनेको छ कुरा नगर्नुहोस् है कुरा चाहिँ नगर्नुहोस् है दुङ्किन छितोर छ अब त्यसपछि थेने भने चाहिँ त्यसपछि खुपादाचे भने चाहिँ आदर सम्मान राखेर खुपादाचे कुसुङ थुते चम्मर छे भने चाहिँ बुद्धहरूको काया वाका चित्तको त्योहरू छ सबै राम्रो गरेर सफा गर भनेको छ कुसुङ थुक्तेन है चम्मर छे भन्छ सर सफा गर चम्मर छेते खोरिम माछोलवर भने चाहिँ पहिला के राख्नुपर्छ पछि के राख्नुपर्छ त्योहरू सबै अनि के भन्छ भुल नगरेर मिलाएर क्रम अनुसार राख्नुपर्छ भनेको छ कोहीहरूले नजानेर चाहिँ फेरि त्यो के भन्छ बुद्ध शाक्य मुनि चाहिँ तल राख्ने आफ्नो मन परेको त्यो कुहरू चाहिँ पाइला राख्ने त्यसो गर्छ नि त्यसो गर्नु हुँदैन बुद्ध शाक्य मुनिको धर्ममा सबभन्दा ठुलो चाहिँ बुद्ध शाक्य मुनि वहीँ हो नाम के भन्छ बुद्ध शाक्य मुनिको धर्म भन्छ नि है त्यसो कारणले यो धर्ममा सबभन्दा ठुलो चाहिँ बुद्ध शाक्य मुनि वहीँ हो श्री दलाई लामाजीले भन्नुहुन्छ बुद्ध शाक्य मुनि हाम्रो बोस हो भन्छ इङ्ग्लिसमा बोस भन्छ नि त्यो धेरै भन्नुहुन्छ उहाँले धेरै त थेने खुपादाचे कुसुङ थुते चम्मर छेते खोरिममा चोबर ठाङबुर डम्बसो छ यहाँसम्म दोस्रो सक्यो यहाँसम्म दोस्रो चाहिँ के रहेछ सरसफा गर्ने तरिका अब त्यसपछि तेस्रोमा
छेपा भने चाहिँ के हो पूजा यो थाहा हुनुपर्छ है छेपा भन्छ नि हामी तामाङहरूले पनि भन्छ नि छेपा भन्छ नि छेपा भने चाहिँ नेपाली के अरे नेपाली भाषा या हिन्दी भाषामा पूजा भनेको मतलब के हो भनेदेखि जसलाई तपाईले त्यो पूजाहरू गर्छ उहाँलाई पसन्द बनाएको खुसी बनाएको त्यसो कारणले पूजाको मतलब के हो यसो गरौँ न बुद्धलाई म पूजा गर्छु भनेको मतलब के हो बुद्धलाई म खुसी पार्छु भनेको हो पूजा भने चाहिँ खुसी है खुसी पार्ने छेपा यो मेचिङ भने चाहिँ दोष नभएको केन ल दोष नभएको तपाईले पूजा गर्नु बेलामा त्यो पूजा चाहिँ कसरी गर्नुपर्छ दोष नभएको पूजा गर्नुपर्छ अब दोष नभएको पूजा भनेदेखि त्यो दोषमा दुई किसिमको दोष मनद्वारा दोष एउटा त्यो पूजा गर्ने जो छ नि सामान अब यो भयो नि चामल अब त्यो सामानलाई दोष नभएको मनदेखि दोष चाहिँ के हो हुन सामान त राम्रै छ तर मनको भित्र चाहिँ रिस राग लिएर पूजा गरेदेखि त्यो पूजा हुँदैन त्यो के अरे बुद्धलाई रिस राग राखेर पूजा गर्यो भनेदेखि त्यो बुद्धलाई खुसी पारेको होइन त्यसो कारणले मनद्वारा दोष नभएको हुनु पर्यो एक मनदेखि त सफा छ भनेर तर जो चामलहरू सामानहरू छ त्योहरू चाहिँ फेरि शुद्ध हुनुपर्छ त्यो मेरो मन त सफा छ म गुरु र बुद्धहरूलाई पूजा गर्छु त्यसको लागि भनेर चाहिँ त्यो भैँसी काटेर सबै त्यो गरेर चाहिँ त्यो पूजा गर्दैदेखि त्यो हुँदैन उहाँको मन त सफा छ तर मन त्यो अरूलाई दुःख दिएर पूजा कहाँ हुन्छ है त्यसो कारणले पूजा भन्ने चाहिँ कस्तो हुनु पर्यो मनदेखि दोष नभएको त्यो सामान पनि अनि अकुशल नभएको कुशलको चिज त्यस्तो पूजा गर्नुपर्छ है इमानदारको चिज आफैले दुःख गरेर अनि के अरे इमानदारीदेखि पाएको चिजहरू हुन्छ नि हो त्योहरू चोरेर ल्याएर मेरो मन त धेरै त्यो छ मैले शरण गमन र बुद्धिचितद्वारा चाहिँ चराएको हो तर मैले यो चोरेर ल्याउँछु भने चोरेर ल्याएर चराउनु हुँदैन अरूले दुःख दिएर ल्याएर आएर मेरो मन त शुद्ध छ भनेर त्यसरी चाहिँ पूजा गर्नु होइन त्यसो कारणले पूजा भन्नेमा चाहिँ के चाहिन्छ रहेछ दुई दोष नभएको हुनु पर्यो हो त्यसलाई यो मेचिङ भनेको कुलुङ्गी यो मेपा भने चाहिँ मनद्वारा के अरे पूर्व सोच नराम्रो नभएको यो भने चाहिँ जो चिज छ त्यो पनि अकुशल नभएको हो त्यस्तो अशुद्ध नभएको हो शुद्ध हुनु पर्यो छेपा यो मेचिङ कोपा जेपरसम भने चाहिँ हो तपाईले पूजा गर्नु बेलामा पूजा त्यो त्यहाँ पूजा कोठामा पूजा गर्ने सामानहरू राख्छ नि त्योहरू सबै के अरे जेपरसम भने चाहिँ राम्रो गरेर मिलेर राख्नुपर्छ रे यो सामान त राम्रै छ होइन अब यो सामान हो नि म भन्छु होइन अब यो सामान त सामान हो नि है तर यो सामान हो फेरि त्यहाँ राख्नु बेलामा यो मेरो मन त शुद्ध छ भन्यो ठिक छ यो चामल पनि शुद्धै हो मैले आफ्नो दुःख गरेर भएको भने त्यो पनि हो नि तर त्यहाँ राख्दाखेरि धुलो पनि त्यहाँ राख्ने त्यो सबै त्यहाँ राखेर राख्यो भने हुँदैन भने सफा गरेर मिलेर मान्छेले हेर्दाखेरि यस्तो राम्रो पूजा गरेछ भने यस्तो हुनुपर्छ अरे हो त्यसो कारणले जेपर शम्बा भने चाहिँ त्यो जेपर शम्बाला अब पूजाको भित्र के छ पूजा गर्नेको चिज के छ भने पहिला दुब्यो त सांसो ठिसङ्गु फुल बनेको छ त्यो पेय छ नि धूप र सङहरू चाहिँ पहिला बाल्ने भनेको छ यहाँ हेर्नुहोस् त तपाईहरु त्यो
पहिला पूजा गर्नु बेलामा कोठामा पनि हो कुम्भमा पनि पहिला चाहिँ सङ्घहरू चाहिँ यसरी गर्ने हो गुरु बाहिरदेखि गुरु हामीले स्वागतम गर्दाखेरि पूजा पहिला चाहिँ सङ्घ लिएर जान्छ रहेछ नि हो त्यही जस्तो गरेर चाहिँ त्यो योहरू सबै किताबमा लेखेको छ ग्रन्थमा लेखेको छ तन्त्रको ग्रन्थमा दुब्योदा सांसो ठिसङ्बो फुल्तेस दुब्योदा सांसो ठिसङ्बो फुल्तेस त्यो चराएर अब त्यो बेलामा सुन्नुहोस् है त्यो दुब र सङ्घहरू अनि चराउनु बेलामा दुब र सङ्घहरू चराउनु बेलामा चाहिँ अनि के प्रार्थना गर्नुपर्छ भनेदेखि यहाँ धाकी ठिसङ्बु फिरे सनमला तेने मोइले अनि सर्नेहरूलाई अनि त्यो सङ्घ र दुबहरू राम्रोहरू अनि त्यो चराएको पुण्यको फलमा सिङ्जे थम्जेकी सर्वपानीहरूले हरूको थोमेने सपे पहिलादेखि नै गरेको थोमेने सपे छुलछलकी ठिमा भने चाहिँ शील पालन राम्रो नगरेर भएको पापहरू दोषहरू छुलछलकी ठिमा थम्जे थाक शुद्ध होस् भनेर थाक्ते छुल्टिम्की फुङ्बो भने चाहिँ फुङ्बो खर्च गरे स्कन शीलको ज्ञानहरू स्कनन छुटिङ्की फुङ्बो नम्बर थपसो शुद्धहरू चाहिँ प्राप्त होस् भनेको थपसो चिक न्याम्दो सम्ते मनमा चाहिँ त्यो विचार गरेर अब मुखदेखि के भन्नुपर्छ के पाठ गर्नुपर्छ भने यो मुनिको ठिम्की छुल्टिम के मेचिङ छुल्टिम नम्बर थक्दान्दे लोमसम मेबे छुल्टिम कि छुल्टिम फरो छिन्सोक्सो भनेर पाठ गर्नुपर्छ ल भन्नुहोस् ल ठिम्की छुल्टिम केन मेचिङ छुल्टिम नम्बर थक्दान्दे लोमसम मेबे छुल्टिम कि छुल्टिल फरो छिन्सोक्सो त्यसको मतलब ठिम्की छुल्टिम भने चाहिँ नियमको शील भनेको नियमको शील सुन्नुहोस् कुरा नगर्नुहोस् है कुरा नगर्नुहोस् कुरा चाहिँ नगर्नुहोस् पेजमा हेर्दै गर्नु पेज नम्बर 12मा कालो अक्षर भएको चाहिँ ठिम्की छुल्टिम भने तलमा छ नि ठिम्की छुल्टिम भने चाहिँ के अरे नियमको शील भनेको शील नियमको शील ठिम्की छुल्टिम अब मेरो नियममा बसेको मैले नियममा बसेको शील चाहिँ भनेको क्यों मेची दोष नहोस् भनेको छुल्टिम नम्बर थाक्दा दे भने चाहिँ मेरो शील चाहिँ शुद्ध होस् भनेको लोमसेम मेपे छुल्टिम कि भने चाहिँ मैले शीलमा बस्नु बेलामा कहिले कहिले घमण्डी सोच हुन्छ त्यो पनि नगर्ने घमण्डीको सोच नभएर शीलमा राम्रो बस्छु भनेको लोमसेम मेपे छुल्टिम कि लोमसेम भने चाहिँ घमण्डीको सोच लोमसेम मेपे छुल्टिम कि शील अनि शीलमा बसेर छुल्टिम फारो छिन्जोसो भने चाहिँ शील पारामिता शील पारामिताको अभ्यास चाहिँ अनि खर्सा सुसम्पन्न होस् रे सुसम्पन्न होस् भने त्यो छुटिम फारो छिन्जोक्सो भनेको त्यो चेद अब चौथो शिवा यो नम्बर 13 यो के अरे पाना 13 पानाको पहिला लाइनमा आएको छ 4 नम्बर तपाईहरु त्यो टिप्टीमा लेखेको छ नि 4 त्यो तपाईहरुले नेपालमा लेख्न सक्छ अनि त्यो इंग्लिशमा लेख्न सक्छ 4 हो यो 4 मा छेपा भनेको छ त्यो चाहिँ पूजा है छेपा यन्छप तबु भने चाहिँ पानीको पूजा भनेको यन्छप तबु बुल्कप भने चाहिँ अब अघि चाहिँ के हो धूप र सङ चाहिँ चढाएको अब के चढाउँछ भनेदेखि पानी चढाउने हो त्यसो कारणले
छेपा युन्छ तबु बुल्कप भने चाहिँ पानी चढाउनु बेलामा पानी चढाउने पूजा गर्नु बेलामा भनेको हो छेपा थे भने चाहिँ त्यो पूजा चाहिँ भनेको पानी पूजा चाहिँ छेपा थे अघि दोस्तो यो भनेको छ है त्यो पूजा गर्ने पानी जो छ त्यो पनि शुद्ध हुनु पर्यो भनेको छ यो थाङ कुलुङ यो मे भने चाहिँ अशुद्धको पानी नभएर शुद्धको पानी चाहियो मनको सोच भने पूर्व सोच भने अशुद्धले नगरेर शुद्ध सोचले गर्नु पर्यो भनेको यो त कुलुङ यो मेचिङ सोको जेपरसम भने चाहिँ त्यो पानी चढाउनु बेलामा त्यो पानीको पूजा चाहिँ 1 2 3 गरेर राम्रो गरेर मिलाएर चाहिँ चढाउनु पर्छ भन्यो समते अब त्यो पानी चढाउनु बेलामा के विचार गर्नुपर्छ के पाठ गर्नुपर्छ भनेदेखि यहाँ डाखी 연접 풀베 소놈라 때네 상기기 최기 디지 셈제 탐제라 캡데 셈제 탐지기 로 최수 송하다 최 람도 도와 람라 파체 메바 최 타르침버 쇼크지 पर कोस्तुराम्रो छ है यस्तो पाठ ल भन्नुस् ल म फेरि पढ्छु त्यो कालो चाहिँ कालो अक्षरमा हेर्नुस् डाकी भन्ने त्यहाँ भन्नुस् है डाकी 연첩 풀베 소놈라 때네 상기기 최기 디지 셈젠 탐제라 캡데 셈젠 탐지기 로 최수송화당 최 람도 조와 람라 파르체 메퍼 최 타르침버 쇼크지 अब त्यसको मतलब भन्छु है यो धेरै राम्रो डाकी भने चाहिँ मैले भनेको योन्छप भने चाहिँ पानी चढाएको पूजा भनेको हो फुलवे सोनमला तेने भने मैले पानी चढाएको पुर्नेद्वारा भनेको हो सोनम भने चाहिँ पुर्ने सोनमला तेने भने चाहिँ पुर्नेद्वारा तेने फल के पाओस् के होस् भनेदेखि सांगिकी भनेको बुद्धको छेगी डिजी धेरै राम्रो छ नि धर्मको अमृत भनेको छे भने चाहिँ धर्म डिजी भने चाहिँ अमृत धर्मको अमृत सांगिकी छेगी डिजी भने चाहिँ धर्मको अमृतले भनेको सिमजे थम्चेला ख्याप भने चाहिँ सर्व पानीलाई त्यो बुद्धको धर्मको अमृत चाहिँ सर्व प्राणीहरूलाई फैलोस् भनेको राम्रो छ नि ख्याप्ते सिमजे थम्जेलाई ख्याप ख्याप भने चाहिँ फैलाएको फैलाएर फैला ख्याप्ने लाइदे पुकेर फैलाएर ख्याप्ते सिमजेन थम्जे कि भने चाहिँ सर्व प्राणीहरूको भनेको सिमजेन थम्जे भने चाहिँ सर्व प्राणी कि भने चाहिँ को सर्व प्राणीहरूको सिमजे थम्जे कि लो भने चाहिँ मन अनि चित्त छेसुसँग भने चाहिँ प्राणीहरूको मन चित्त चाहिँ धर्ममा लागोस् भनेको राम्रो छ नि है सर्व प्राणीहरूको चित्त मन चाहिँ धर्ममा लागोस् लो छेसुसँग ताम छे लम्दो डोवा भने चाहिँ त्यो धर्ममा लाग्दाखेरि सफल होस् भनेको बाधा नभएर सफल होस् भनेको छे लम्दो डोवा भने चाहिँ सफल होस् भनेको धर्म चाहिँ सफल होस् लम्ला फर्चे व्यापार भने चाहिँ धर्म गर्नु बेलामा अनि बाधा नभएर भनेको छे फर्चे व्यापार छे थर्चिमर शोक चाहिँ भने चाहिँ जो धर्म गर्छ त्यो धर्म चाहिँ अन्तिमसम्म अनि गर्नु सकोस् भनेको है छे थर्चिमर शोक भने टिकदुवा थर्चिमर शोक चाहिँ न्याम्दो सम भने चाहिँ विचार गर भने यसरी सम्झिनु पर्छ भने है सम्झिने त्यो न्याम्दो सम राम्रो छ नि
अब हामीले कति पानी त कति चरायो होला त्यो बेलामा यसो पाठ गर्यो यसो सोझो छैन नि है अब यो अहिले यो यसोहरू चाहिँ सम्झिनुपर्छ विचार गर्नुपर्छ अब त्यसपछि याङ दागे द्वेङ्गे यिना दागे द्वेङ्गे कि छेवा बुल्थुम्ना सिन्धुलेक अब यो अलिकति खर्च थोबो छे थोबो यो यो उच्च स्तरको अभ्यास हो धाके ढुङ्गे भने चाहिँ तन्त्रको त्यो चाहिँ अहिले हामी छोडिदिउँ अब जोस तपाईँले पानी दोस्तो गरेर त्यो के भन्छ फुल दोस्तो गरेर चराउँछ नि त्यो चराउनेको तरिका कस्तो हो पहिला के चराउने त्यसपछि के चराउने भन्ने चाहिँ अनि यहाँ हामीले फोटो बनाएर राखेको छ त्यही दोस्तो आफ्नो घरमा चराउने हो अब पछाडि हेर्नुहोस् है चौथोमा हेर्नुहोस् चौथोमा चौथोको दुईटा फोटो छ नि त्यसमा पायो चौथो पेज के अरे पन्ना पेज नम्बर 14 मा दुईटा फोटो छ नि त्यो पहिला फोटोमा हेर्नुहोस् ल तपाईहरु आफ्नो घरमा चाहिँ पहिला फोटो चाहिँ गर्नु पछि तपाईहरु तन्त्रको अभ्यास गर्नु सक्यो भनेदेखि अनि मुन्नीको पनि गर्ने हो अहिले चाहिँ तरकालमा माथिको त्यो पूजा गर्ने तरिका कार्यक्रम छ नि त्यो चाहिँ थाहा भयो भने हुन्छ उ त्यहाँ पहिला के रहेछ पानी छयन भन्छ नि पानी पहिला पानी एउटा चराउने त्यसपछि फेरि पानी भने पानी दुईटा चराउने फेरि त्यसपछि फूल चराउने फेरि त्यसपछि धूप चलाउने त्यसपछि अनि छेमे चराउने के रे दीप छेमे चराउने त्यसपछि फेरि पानी चराउने त्यसपछि तोर्मा छ भने तोर्मा छैन भने आफ्नो आफ्नो घरमा खानाहरू छ नि त्यो चराउने ल अब यहाँ प्रश्न आउँछ किन तीनटा पानी चराएको त्यो तीनटै पानी रहेछ भन्छ नि के फरक छ हो यो भन्छु है पहिलोको पानीलाई के भन्छ छयन भन्छ छयन भन्ने चाहिँ अनि मुखमा खाने पानीलाई छयन भन्छ खाने पानी तपाईहरु सम्झिनु त बाहिरदेखि बिचारा आफ्नो पाहुनाहरू टाढोदेखि यस्तो गर्मीमा आउँदाखेरि उहाँले प्यास छ कि छैन त्यो बेलामा हामीले पहिला के दिनु पर्यो उहाँको त्यो प्यास चाहिँ नहुनलाई पानी चाहिँ दिनु पर्यो नि हो त्यो जस्तो हामीले बुताहरूलाई पहिला चाहिँ पिउनुको लागि पानी त्यसले चाहिँ छयन भन्छ छयन भने चाहिँ पानी हो तर पिउने पानी दोस्रो शब्सिल भन्छ शब भने चाहिँ खुट्टा सिल भने चाहिँ दुने अब बाहिरदेखि यसो आउँदाखेरि पहिला जन्ममा अहिले जस्तो त्यो के भन्छ जुत्ताहरू छैन नि खुट्टामा आउँछ धुलोहरू हुन्छ नि अब घरको भित्र नजानु अगाडि उहाँको खुट्टा धुनुको लागि पानी तयार गर्छ नि हो त्यही दोस्तो बुताहरूको पाउ धुनुको लागि चराएको पानीलाई शब्सिल भन्थ्यो होला शब्सिल अब त्यसपछि पाहुनाहरू आफ्नो घरमा आउँदाखेरि त्यो पानी पनि खानु के अरे पिउनु पानी दिएर खुट्टाहरू धुइसकेपछि हामीले उहाँले माला चढाउँछ नि फुलको माला त्यही दोस्तो बुताहरूलाई फुल चढाउने त्यसको कारणले मेतोक भन्छ तेस्रो मेतोक चौथोमा धूप अनि त्यो के भन्छ धूप चढाउने हो अब त्यो मेतोकहरू आँखाले राम्रो देख्नेको लागि हो अनि जिउलाई त्यो चराउने त्यो धूप चाहिँ सङ नाकलाई कच्चा ठिमै यापु खाया सुगन्ध राम्रो हुनुको लागि चराएको धूप चौथो पाँचौँमा चाहिँ के छ दीप छेमे छ छेमे त्यो किन भनेदेखि पाहुनाहरू आफ्नो घरमा आउँदाखेरि दिउँसो त त्यो के भन्छ सूर्य भएको कारणले राम्रो देख्न सक्छ तर राति हुँदाखेरि केही नदेख्नु हुन्छ नि हो त्यो अब राति राम्रो देख्नुको लागि अनि उहाँको आँखाले सबै देख्नु सक्नुको लागि चाहिँ हामीले उहाँलाई चाहिँ के अरे पाहुनाहरूलाई चाहिँ अनि त्यो के अरे ढमेल खर्च प्रकाश मारे आलोक भन्छ हैन त्यो तयार बत्ती तयार गर्छ नि हो त्यही दोस्तो बुताहरूलाई अनि बत्ती चढाएको ल अहिले यो हो
मार्मे त्यसपछि के हो ठिचप यो पानी एउटा आयो फेरि है अब यो पानी चाहिँ के हो भनेदेखि हामी पाहुनाहरू आउँदाखेरि उहाँहरू जिउमा अनि केही नराम्रो यस्तो के भन्छ ठिमाङ याम्बाल खर्छ दुर्गन्धी दुर्गन्ध यस्तो आउनु सक्छ नि त्यो सबै टेक्नुको लागि अनि हामीले त्यो खर्च ठिम सिम्बुकी त्यो सुगन्धीको पानीहरू त्यो गर्छन् अब अहिले त हामीले यो भन्छ नि सेन्ट भन्छ नि सेन्ट है हामी मान्छे त्यो हामी बुढोहरू त गर्दैन तपाईँहरू त यहाँ पार्टी छ भनेदेखि दुई सकेर खर्च गरेर जान्छन् है त्यो 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 त्यस्तो है त्यस्तो सुगन्धी त्यस्तो छ नि हो त्यो चाहिँ चढाउने हो ठिचप यो अहिले जान्नुपर्छ है पछि आज बेलुका जुन डोल्माको त्यो सिकाउने हो डोल्माको पूजापाठ त्यो बेलामा पनि यो काम लाग्छ फाइदा हुन्छ ठिचप अब सात चाहिँ के हो ल अब तपाईँहरूले थाहा भयो यो पूजाको भित्र तीनटा पानी रहेछ नि तर तीनटा पानी चाहिँ पानी हो तर फरक भयो नि पहिलो पानी चाहिँ के भयो पिउने पानी खाने पानी दोस्रो पानी चाहिँ के हो खुट्टा धुने है स्याप्सिल त्यो नम्बर 6 मा भएको ठिचप भन्ने पानी चाहिँ के रहेछ सुगन्ध गर्छ सुगन्ध पानी ल हो सुगन्धको लागि पानी यो पानी चाहिँ यसरी बनाउँछ त्यो के भन्छ साङहरू छ त्यो के भन्छ मारे दुप्पे दुबहरू छ नि त्योहरू सबै चम्बा जस्तो बनाएर अनि त्यो पानीको भित्र हालेर मिसाएर अनि मान्छेको यहाँ लगाउँछ हामीले पनि छाक्या यसो गर्छ नि ओम दारे दुध के अरे ओम तारे गर्छ ओम आर्य तारे सम्बारे वारे भनेर हात पनि यसो गर्छ हो त्यसको मतलब के हो भनेदेखि यो सुगन्ध चाहिँ यसो छुपाल गर्छ लगाएको चिनाएको छुङ्गुयो रे छुङ्गु रहेछ जनाउँछ हात यसोरी गर्छ नि यसोरी गरेर यसो गर्ने चाहिँ त्यो हो यहाँ लगाउँछ कि यो अहिले यो ठिचप चाहिँ हो त्यस्तो हो अब त्यसपछि चाहिँ नम्बर 7 मा चाहिँ के रे स्यालसे भन्छ स्याल भन्छ सबैले थाहा छ नि तामाङहरू स्याल मुगलाई से भने चाहिँ खाना जो होस् खाना भनेको खाना स्यालसे भने चाहिँ के हो खाना अब तिब्बतमा चाहिँ यस्तो चम्बाहरूदेखि लिएर यसरी बनाएको हो नि अब पहिला त यो छेपाहरू अहिले जति 7 छेपा छरेछ नि त्योहरू सबै भारतबाट आएको हो त्यो ट्रेडिसनल परम्परा भारतमा यस्तो चम्बाले बनाएको तर्माहरू छैन है तर स्यालसेको त्यो चाहिँ छ नि भारतमा पनि स्यालसे छ नि त्यसो कारणले स्यालसे भनेर तुरुन्त त्यो चम्बाले तर्मा बनाउनु पर्दैन स्यालसे भने चाहिँ खाने भनेको हो त्यसो कारणले जो खाना खानु सक्ने राम्रोहरू छ सबै चरायो भने स्यालसे हो है हो यो चाहिँ हामीले जानुपर्छ त्यसो कारणले हामीले लड्डु जस्तो लिएर केहरू किनेर चरायो भने हुन्छ त्यो स्यालसेको सट्टामा तर्मा बनाउनु पर्ने जरुर छैन भनेको यहाँसम्म 7वटा छेपाको विषयमा भनिसक्यो पूजा पाठ 7 रहेछ नि भनिसक्यो अब त्यसपछि अब यहाँसम्म चौथो सक्यो अब पाँचौँमा चाहिँ के हो भनेदेखि खाता त्यो खाता चढाउनेको विषयमा मैले पहिला पनि एकचोटि भनिसक्यो तपाईँहरू त्यो थाहा छ होला है त्यो कहाँ छ यो एउटा वीर खाता एउटा लिएर आउनु त चिक छुन्नु होला अब मैले यहाँ चाहिँ तपाईँहरू यो भन्छु है यहाँ ngapa yang खाता बुल्कप भनेको छ खाता बुल्कप भने चाहिँ यो खाता भने चाहिँ यो अनि चराउनु बेलामा भनेको खाता बुल्कप दाके खाता फुलवे सोनमला तेने सिमजे थम्जीगी ग्युला धाकपे सेन्जेबी 장주 세 नम्बर थापै के भरे शोकची 냠도 समते 장주 सेमजो दे अब यहाँ सुन्नुस् है दाकी भने चाहिँ मैले है खाता भने चाहिँ यो हो खाता फुलवा भने चाहिँ चराएको अब यहाँ भन्छु यहाँ हेर्नुस् है यहाँ खाता भने चाहिँ यो
हामीले साधारणमा विशेष गरेर कार्यहरू गर्नेको बेला होइन कि साधारणमा हामीले खाता प्रयोग गर्ने बेलामा सिर्फ सेतो खाता चाहिँ प्रयोग गर्नुपर्छ। खातालाई चाहिन्छ 3 गुण। एउटा गुण सेतो भएको, एउटा गुण लामो भएको, एउटा गुण चाहिँ तसिताके खर्च अष्टमङ्गलमको शुभ चिन्ह भएको, त्यस्तो 3 गुण भएको खाता चाहिँ चढाउनुपर्छ। थाहा भयो? अब त्यसमा खातामा चाहिँ सेतो किन चढाउनु पर्छ भनेको यो खाता सेतो बनाउने चाहिँ के हो भनेदेखि मैले तपाईले खाता चढाउँदै छु, त्यो चढाउने चाहिँ मेरो मन शुद्धले, मन सेतोले, मन शुद्धले चढाएको भने यो चिनाएको हो। रातो चढाउनु बेलामा अब विशेष गरेर के कार्यहरू छैन भनेदेखि त्यो साइन खर्च संकेत चाहिँ राम्रो होइन। यसो भन्छ नि, कोही मान्छेहरूले चिठी पठाउँछ नि, चिठी पठाउने बेलामा सेतोमा कालो लेखेर पठायो भने ठिक छ भन्छ, सेतोमा रातो लेखेपछि त्यो मान्छेले मैले आज रातो लेखेको के होला भन्छ र मान्छे त्यो क्रोध हुन्छ के हो, डर हुन्छ। त्यसो कारणले रातोहरू चाहिँ त्यति प्रयोग विशेष गरेर प्रयोग गर्नेको बेला हुन्छ। त्यो चाहिँ अर्को सिगेवाङडा कि ले भनेर छ तन्त्रमा। अब साधारणमा सेतो है, त्यो सेतोले के चिनायो रे? मन शुद्ध। मैले तपाईले त्यो खाता चढाएको चाहिँ मेरो मनमा नराम्रो सोचेर होइन है, शुद्ध मनले राम्रो मनले म चढाउँदैछु भनेर यो चिनाएको हो, सेतो हुनुपर्ने कारण। त्यसो कारणले हाम्रो यो गुरु बुद्ध धर्मरत्न त्यो उहाँहरूले चढाउने बेलामा सेतो चढाउने। थाहा भयो? अनि त्यो बिहाको बेलामा त्यो के अरे लोसरको बेलामा त्यो सेतो चढाउनु, सेतै दिनुपर्छ। त्यो रातोहरू दियो भनेदेखि त्यो राम्रो होइन, मङ्गलम राम्रो होइन हो। त्यसो कारणले सेतो। दोस्रो गुण के भन्यो? लामो। खाता लामो किन चढाउने? यत्रो खाता चढाए पनि हुन्छ नि। लामो चढाएको कारण चाहिँ मैले तपाईँलाई खाता चढाउँदैछु, हामी दुईटाको बिचमा सम्बन्ध छ रे, सम्बन्ध छ। त्यो सम्बन्ध चाहिँ अनि धेरै के भन्छ 1 दिन 2 दिन 1 हप्ता 2 हप्ता अनि त्यो खर्च थुरिङ्बु धेरै समयसँग अनि रहोस् भनेर, रहोस् ठिक छ, रहोस् भनेर यो चिनाएको हो। लामो राख्ने कारण चाहिँ हो त्यो। अब त्यसमा मङ्गलम 8वटा मङ्गलमको चिन्हहरू भएको कारण चाहिँ के हो? मैले तपाईँले खाता चढायो, अब तपाईँलाई बाधाहरू नहोस्, तपाईँको कामहरू सबै सफल होस् भनेर त्यो चिनाएको। थाहा भयो? त्यसो कारणले खाता प्रयोग गर्नु बेलामा 3 गुण भएको खाता चाहिँ प्रयोग गर्नुपर्छ भन्ने कुरो त्यो। अब नजानेहरूले के खाताहरू लिएर आएर चढाउँछन् नि, त्यो होइन। खाताको नाम मात्र भएर हुँदैन, त्यसको मतलबहरू थाहा हुनुपर्छ। त्यसो कारणले अब यहाँ बुद्धहरूलाई खाता चढाउने बेलामा 3 गुण भएको खाता चढाउने, यहाँसम्म थाहा भयो होला। अब कसरी चढाउने? मनदेखि आधारसम्म पनि हुने। अनि त्यो यहाँ हेर्नुहोस् है, यसमा यस्तो छ, खाता चाहिँ यसरी हुन्छ, यसरी छाडेछ नि, यसरी चढाउनु हुँदैन। यो यसलाई खा भन्छ, खाताको खाला लाग्ने मुख, खाताको मुख भन्छ। मुख चाहिँ यो हो, यसरी चढाउनु पर्छ, यसरी गरेर चढाउने। त्यहाँ गुरुको अगाडि राख्नु बेलामा भने यसरी चढाउँछ नि, अब यहाँ राख भनेदेखि यसरी राख्नुपर्छ। यो मुख चाहिँ तल यसरी गरेर चाहिँ राख्नुपर्छ है। हो यसरी हो। तत्तिपट्टि पछि तागी खबरले यस्ता या दागी खाता फुलवे भने चाहिँ खाता चढाएको। सोनम भने चाहिँ पुण्य, सोनमलाई त्यही नै भने चाहिँ सोनम पुण्यद्वारा के होस्, के फल पाओस् भनेदेखि सिम्जे थम्जीकी ग्युला भने चाहिँ सर्वपानीहरूको मनमा, धाक्पे सेन्चेबे झङ्झुको सेम भने चाहिँ आफैभन्दा अरूलाई महत्त्वपूर्ण सोच्ने
정죽 셈 말해서 아니 sorry 닭배 먼저 뭐 반다 현재바 먼저 어룰라이 시니아 소주 시니아 소주 정죽 셈 말해서 부디짓 테스트 부디짓 नंबर थकवा भने चाहिँ शुद्ध केवल शो भने चाहिँ प्राप्त होस् भनेको राम्रो छ नि खादा पनि सेतो यो चराएर मेरो मनको भित्र भएको सबभन्दा राम्रो सबभन्दा शुद्ध बुद्धिचित हो त्यस्तो बुद्धिचित चाहिँ प्राप्त होस् भने कस्तो राम्रो छ है यसरी गर्नुपर्छ भने सोजिङम्दो सन्देह यो विचार गरेर अनि हाम्रो मुखदेखि के पाठ गर्नुपर्छ चङजो सिमजो रिम्बोछे माके पानन के गुर्छ के बाइ न्याबा मेबा कोने कोन्दो फेभरेट शो भनेर चाहिँ पाठ गर्ने त्यसको नाम त्यो पाठको नामलाई छङचुप सेमचोक भन्छ छङचु सेमचो त्योर भनेदेखि छङचु सेमचो रिम्बोछे भनेर चाहिँ पाठ गर्नुपर्छ त्यसो देन यहाँ सक्यो त्यसपछि खोङसेल कुञ्जोगे त्यहाँलाई योन्जप्सो खाङ फुलयाङ ओम नमो भगवते वज्रसर प्रमाधाने तथा गाताय अरहते सम्या सम्बुधाय तत् यथा ओम वेजरे पनि भन्छ बेन्जे पनि भन्छ ओम बेजरे अब हामी हिमालयन क्षेत्रमा भएकोहरू बेन्जे भन्छन् ओम बेन्जे महातेज बेन्जे महाविद्या बेन्जे महाबुद्धिचिता बेन्जे महाबुद्धि मेडुपा संक्रमण बेन्जे सर्वकर्म अवरण विशुद्धान बेन्जे सोहा ल सबैले दोहोऱ्याएर भन्नुस् ल म यो आगम लिनेछु ओम नमो भगवते बेन्जा सारा प्रामाधाने परता टा भन्नु हुँदैन यो अहिले चाहिँ संस्कृत शब्दमा परा हो प्रामाधाने तथा यो था छ नि थाहरू थाको तल मुनि हा छैन भनेदेखि था भन्नुपर्छ थाको मुनि हा छ भनेदेखि था भनेर अलि लामो लिनुपर्छ है तथा गाताय अर्हते सम्य सम्बुधाय तत् यथा ओम बेन्जे महाबेन्जे महातेज बेन्जे महाविद्या बेन्जे महाबोधि चित्त बेन्जे महाबोधि मंडोपा संक्रमण बेन्जे सर्वकर्म अवारण विशुद्धान बेन्जे स्वा यसको नामले के भन्छ भनेदेखि छिटिन के सुम भन्छ त्यसको यसको नाम छिटिन के सुम भने चाहिँ के हो भनेदेखि पूजाको मन्त्र भनेको यसले के भन्छ पूजाको मन्त्र यसले पूजाको मन्त्र किन भनेदेखि हामी आफैले यहाँ हेर्नुस् त एउटा मात्र पूजा त्यो दान यो टिङमा यहाँ हेर्नुस् यहाँ सुन्नुस् एउटा टिङमा एउटा मात्र अनि पानी र त्यो के अरे चराएर भन्ने यदि हामीले यो मन्त्र जापेर चरा भनेदेखि 100 200 1 लाख 3 लाख यसो के अरे करोड चराको फाइदा हुन्छ भन्छ त्यस्तो फरक छ यो मन्त्र नजाप्यो भनेदेखि एक चराको एउटै हो पुण्य एउटै मात्र आउँछ अब एउटा चाहिँ चराको तर यो मन्त्र गरेर चरा भनेदेखि लाखौं चराको माने पुण्य कमाउँछ भन्छ त्यसो कारणले यसलाई पूजाको मन्त्र हो भनेर छिटिङगिङमा शे छिटिङगि सुङदि जेना क्यावा सेजेगि च्याङत छेबे छर्छबो बावा सो फेयन थाये पर दोले सुङबे नेपर लाग्ले छाओ यहाँसम्म अनि पूर्व आवेश चाहिँ सक्यो अब त्यसपछि के अरे 16 नम्बरमा हेर्नुस् निपा थुनुङसी नेन्जोर लास थुनुङसी नेन्जोर ला थाङबो
तेला दुगदे कांगबा दोजे किल्ट्रुङ सो लु नमनंगी छे गे छावाने एकछिन पहिले यहाँ हेर्नुस् त 16 नम्बर को पहिलो त्यो लाइनमा हेर्नुस् ल निपा भन्छ निपा भने चाहिँ दोस्रो भनेको निपा थुनमुसी भने चाहिँ अघि भनेको जस्तो साधना संयोग त्यसमा पनि के अरे पूर्व आवेश र मूल विषय दुईमा अहिले चाहिँ मूल विषय हो त्यसो कारणले मुसी भनेको मुसी थुन भने चाहिँ साधना संयोग थुन गिनेन्जोर मुसी भने चाहिँ मूल विषय थुन मुसी नेन्जोर लास अब थुन मुसी नेन्जोरमा हुनु त धेरै छ तर यो किताबमा चाहिँ कति छ भनेदेखि 1 2 अनि 3 अनि 4 चाहिँ छरेछ यो भित्र चाहिँ 4 छरेछ है 4 त्यसो वा 4 अब ठिक छ पछि आउँछ 5 रहेछ 5 सम्म छरेछ अब त्यो 5 मा अब पहिलो चाहिँ के हो त्यो ध्यान गर्नु बेलामा साधना गर्नु बेलामा बस्ने तरिकाहरू चाहिँ सिकाउँछ ढाङ्बो भने चाहिँ सर्वप्रथम पहिलो तेल दुख्दे भने चाहिँ आफ्नो साधना गर्ने ठाउँ आफ्नो त्यो तेन हुन्छ नि तेनमा के अरे तेनमा बसेरा भनेको तेला दुख भने चाहिँ बसेरास दुख्दे बसेरा कांगबा दोजे किल्ट्रुङ सो लु नमनंगी छे गे छा खासा नम्बर नङ छे गेला के अरे त्यसो 10 को माथि बसेर 8 बेरोचना 8 बेरोचना बुताको अनि खर्चा आसन चाहिँ गर्नुपर्छ भनेको छ अब यो 8 चाहिँ भन्छु है यहाँ हेर्नुस् नमनंगी छे गे छावाने टाङ्बो भने चाहिँ पहिला यो नम्बर लेखेको छ नि 1 कांगबा किल्ट्रुङ भने चाहिँ आसना दोर्जी किल्ट्रुङ भनेदेखि वज्र आसना दोर्जे लेखेको छैन नि किल्ट्रुङ मात्र लेखेको छ आसना है कांगबा किल्ट्रुङ नम्बर 2 लाङम्शा समाधि मुद्रामा बस्ने हात चाहिँ आफ्नो हात दुईटा चाहिँ समाधि मुद्रा भने चाहिँ यसरी गरेर बस्ने समाधि मुद्रामा बस्ने दोस्रो 2 मा अब नम्बर 3 मा हेर्नुस् ल केपा दातर सावा भने चाहिँ मेरो दण्ड तीर जस्तै गरेर राख्ने यसरी ठक्कै यसरी मेरो दण्ड भने यो हो नि बीचको त्यो मेरो दण्ड पछाडिको ढाड चाहिँ तीर जस्तै गरेर राख्ने 3 नम्बर 4 मा चाहिँ के छ सोचु रङबा सुशाक्छ चाहिँ केला जरवा भन्छ सो भने चाहिँ दाँत छु भने चाहिँ दिखरे दा छुतो ओट रङबा सुशाक्छ भने चाहिँ साधारणमा राखेर चाहिँ केला जर अब त्यो साधना ध्यान धेरै के अरे धेरै समय गर्ने हो भनेदेखि अनि यो जिब्रोको टुप्पा चाहिँ त्यो माथि यसो राख्नुपर्छ नत्र पानी खस्छ है त्यो नखस्नको लागि अब 15-20 मिनट ध्यान गर्ने हो भने यो गर्नु पर्दैन के भन्छ सोचु रङबा सुशापा त्यो मात्र गर्यो हुन्छ सोचु रङबा सुचे चाहिँ के न जावा अब यो भन्छु है 6 भाषामा नम्बर 4 मा सोचु रङबा सुशाची चाहिँ के न जावा भनेको हो नेपाली शब्दमा चाहिँ ओट प्रकृति रूपमा राख्नुस् भने चाहिँ हो ओट प्रकृति रूपमा राख्ने ओट चाहिँ साधारण अवस्थामा राख्नु है अब त्यसपछि नम्बर 5 मा गो चुङसे खुबा गो भने चाहिँ टाउका हो गो
सिर चुङसे खोपा भने चाहिँ अलिकति निर्णय खसा निउरेर बसौँ भन्छ त्यो हामी ध्यान बस्नु बेलामा चाहिँ यसरी बस्नु हुँदैन कि अलिकति निउरेर यहाँ बुद्ध भगवानको हेर्नु त अलि निउरेर बस्नु भएको छ नि हो यसरी गौचुङसे खोपा 5 6 मा चाहिँ मिग नजर फापा आँख दुईटा चाहिँ अनि नाकको टुप्पामा यसरी राख्नु सक्यो भने राम्रो हो भने हुनु चाहिँ के हो दुई दोष नहुनुको लागि आँख चाहिँ धेरै हेर्यो भनेदेखि मनहरू ध्यानमा नगएर बाहिर जान्छ त्यसले भन्छ गोपेक्यन भन्छ खर्च गोपेक्यन छिवा त गोपा निगे नाने गोपेक्यन सेम नम्बर यङ बेक्यन मन विभिन्न भएर मन एकाग्रता नडुल्नको लागि त्यसले चाहिँ यो सिक्खुरम गोपेक्यन भन्छ त्यो दोष नहुनुको लागि आँखा चाहिँ अलि चिमेर बस्नुपर्छ भन्छ है एउटा ल ध्यान गर्नु बेलामा आँखा धेरै खोलेर बस्नु हुँदैन अब म ध्यान गर्नु बेलामा म आँखा चिमेर बस्यो भने राम्रो छ भनेर चिमेर बस्यो भनेदेखि पहिला त राम्रो हुन्छ पछि चाहिँ आरामले सुतेर बस्छ त्यसो कारणले फेरि ध्यान गर्नु बेलामा आफ्नो मन चाहिँ त्यो निन्द्रमा जाने जानु सक्छ त्यसो कारणले त्यो गयो भने दोष हो त्यसले भन्छ छिवेक्यन भन्छ त्यो छिवेक्यन भने त्यो दोष चाहिँ टेक्नुको लागि आँखा नाचिमा भनेको छ अलिकति चाहिँ हेर्ने तर धेरै पनि नहेर्ने है यसरी आँखा छ नि अब हामीले यसो छ नि अब ध्यानको बेलामा चाहिँ यसरी यसरी गर्नु पहिला अलिक गाह्रो हुनसक्छ तर ध्यान राम्रो छ भनेदेखि त्यसले गाह्रो केही छैन झन् राम्रो हुन्छ हो मिग नजर फाबा 7 नम्बर 7 मा ठक्पाङ्गी थोमा म्यापर ठङ्बो सावा यहाँ हेर्नुहोस् है ठक्पाङ्गी भनेको यो पखुरा दुईलाई ठक्पाङ्गी भनेको ठक्पा भने चाहिँ पखुरा नि भने चाहिँ दुई पखुरा दुई थोमा म्यापर ठङ्बो सावा भने चाहिँ सिधा राखा भनेको छ यसरी गर्नु हुँदैन यसरी गर्नु हुँदैन है ध्यान गर्ने बेलामा ठक्कै सिधा राख्नुपर्छ अब नम्बर 8 उग जुङुप छावा उग जुङुप छावा भने चाहिँ उग भने चाहिँ सास जुङ भने चाहिँ के अरे लिने होइन दिने जुङ उप भने चाहिँ लिने सास लेनदेन भनेको सास लेनदेन ऊ जुङुप छावा भने चाहिँ सास लेनदेन गर्ने भनेको तर ऊ जुङुप चाहिँ कसरी गर्नुपर्छ भनेदेखि हुनु चाहिँ यहाँ हेर्नुहोस् है नम्बर 1 देखि 7 सम्म अभ्यास राम्रो गरेर आफ्नो मनले हेर्नुपर्छ त्यो बेलामा यदि आफ्नो मन चाहिँ शुद्ध भएर ध्यानमा पनि बस्नु सक्ने छ भनेदेखि त्यो ऊ जुङुप गर्नै पर्दैन तुरुन्त आफ्नो ध्यान मूल विषय के छ त्यसमा गर्ने हो यदि 7 सम्म चाहिँ गरेर भने अझै मन चाहिँ चञ्चल भएर यताउता गएर राम्रो छैन भनेदेखि त्यो मन चाहिँ यताउता नजानेको लागि अनि सासलाई ध्यान राखेर चाहिँ अनि त्यो अभ्यास चाहिँ गर्ने हो त्यसो कारणले मन चाहिँ सासलाई साधारणमा त्यो सास पनि यसो गर्नु हुँदैन धेरै लामो छोटो त्यसो तान्नु हुँदैन साधारणमा राख्ने है अनि मनले चाहिँ सासलाई ध्यान दिने सास मात्र ध्यान दिएर अब सास बाहिर सास लिँदैछ सास दिँदैछ लेनदेन भन्छ नि सास बाहिर फेर्दैछ भित्र आउँदैछ भने त्यो सोचेर चाहिँ यसो बस्ने 1 मिनट 2 मिनट त्यो बस्यो भने मनहरू सबै बाहिर नगएर भित्र यसो आउँछ त्यो आइसकेर अनि मूल विषय ध्यान के गर्ने त्यसमा जाने हो त्यसको लागि चाहिँ 8 नम्बर 8 को अभ्यास चाहिँ त्यसको लागि राखेको ऊ जुङु छावा चेसो यहाँ है अब आज चाहिँ यति राखौँ है यहाँसम्म चाहिँ चिन्ह लगाउनुहोस् अब भोलि तपाईँहरूले ध्यान गर्नु बेलामा यो 8 वटा कुरा चाहिँ मनमा राखेर चाहिँ प्रयोग गर्नुपर्छ होला यति ठिक छ अब यो किताब चाहिँ आज के अरे ध्यान अभ्यासको विषयमा दैनिक ध्यान अभ्यासको विषयमा यो किताब
सानो किताबद्वारा शिक्षा दिँदैछ नि त्यो आज चाहिँ यति राखौँ चिन्ने लगाएर राखौँ भोलि त्यसको मुनि फेरि त्यसपछि चाहिँ भन्ने हो। That is